साथीहरू यति बेला हामी नागार्जुन नगरपालिका वडा नम्बर 3 इचङ्कु भन्ने ठाउँमा हामी जाँदैछौँ ल। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ विभिन्न प्रकारका फुलहरू छ है। यो विभिन्न प्रकारको फुलहरूले चाहिँ आज मेरो मन यति लोपाएको छ, एउटा चोरेर लौँगी भन्ने पनि लागेको छ मलाई है। यति राम्रो छ क्या। 500 रुपियाँको बुद्ध चित्त किनेर तपाईहरू पनि करोडपति हुन सक्नुहुन्छ है। त्यही भएर अब विदेशी नि होइन, बुद्ध चित्तको बिरुवा किन्नतिर लाग्नुहोस्। यो सही कुरा हो। ल हो कि नै सर? हो, सही ठाउँमा गाउँघरमा आउने गाउँघरबाट विदेशीका युवाहरू अब सबै आमा बाउहरू मात्रै छन्, उहाँहरूको जग्गा भाडामा लिने बुद्ध चित्तको बिरुवा किन्ने। यो लगभग कति वर्षमा फल्छ? 3 वर्षमै फल्छ। 3 वर्षमै करोडपति। ल है साथीहरू, 3 वर्षमै करोडपति। ल है साथीहरू। यहाँ विष्णु सरकोमा अब विष्णु सर उता गइसक्नु भएको छ। यहाँ मैले एकदम यहाँ राम्रो कुरा देखाएँ ती साथीहरू होइन। म यहाँ त्यतातिर लाग्दैछु। अब यहाँ विष्णु सर नहुँदाखेरि अब विष्णु सरको बारीबाट एउटा अम्बा चोर राख्नु पर्यो। विष्णु सरको कता जानुभयो होइन। विष्णु सरको बारीबाट एउटा अम्बा चोर राखाइदिने हो। साथीहरू यहाँ हेर्नुहोस् ल है, गाउँको अम्बा यो बजारमा भित्रिएको यो विषादी अम्बा भन्दा एकदम धेरै नै राम्रो हुन्छ होइन। विषादी रहित अम्बाहरूबाट हामी जोग्यौँ। यहाँ यसरी अम्बाई साथीहरू, यहाँ अम्बा टिप्ने हो, ड्याङ ड्याङ खाने अम्बाई। अब साथीहरूले किन नपखाले भन्नु होला, पखाल्नु त पर्ने हो, यो अर्ग्यानिक कुरा। त्यही माथि अहिले विष्णु सरले देख्नुभयो भने यसले गाली गर्नुहुन्छ। म यहाँ त्यहाँ चोर राखेर छु। लास्ट मिनट छ है साथीहरू, यो अर्ग्यानिक अम्बा भने अर्ग्यानिकै हो होइन। ए यहाँ रहेछ ल है साथीहरू, यहाँ बुद्ध चित्तको यो बिरुवा चाहिँ यहाँ रहेछ होइन। यो चाहिँ एकदम है, यो हेर्दा सानो छ सर साथी, यो यसले यस्तो काम गर्छ कि साथीहरू होइन। करोडौँ यसले होइन सर? लगभग कति कमाउँछ सर? यो यसको बारेमा केही भनिदिनुहोस् न सर। अब यसको त अब एम भन्छन् केटाहरूले। अब यो 4 मुखे 5 मुखेको छुट्टै रेट हो, यो 2 मुखे 3 मुखेको रेट छुट्टै हुन्छ। यो त अब 500 देखि 5000 पनि जान्छ। 500 देखि 5000 पर्ने यो बुद्ध चित्तको बोट तपाईँले यहाँनिर यसरी उब्जाइराख्नु भएको छ, उत्पादन गरिराख्नु भएको छ। यो भन्छन् 1 मुखे 2 मुखे 3 मुखे के भन्छन्, यो कसरी थाहा पाउने हो सर? अब यो त गेरामा पनि थाहा हुन्छ। अब त्यो हाम्रो केटाहरू चाहिँ बोटबार थाहा हुन्छ भने मैले चाहिँ यो बोटबार चाहिँ थाहा हुने, फल्नु चाहिँ फल्छ भन्छ, तर सेम बोट चाहिँ त्यही हो। जस्तै यो त प्रायः जस्तो हामीले यो काभ्रेतिर होइन, अब यताउता हामीले चाहिँ एउटा अब न्युज पनि सुन्यौँ, रुख काट्दै अरे के गरे अरे भन्ने पनि सुन्यौँ होइन। अब यसबाट चाहिँ एउटै बोटबाट चाहिँ कति करोड पनि कमाउन सकिन्छ भनेर भन्छन् होइन। यो चाहिँ कस्तो हावापानी, कस्तो मौसममा चाहिँ उब्जनी हुन्छ कि काठमाडौँ पनि उब्जनी हुन्छ यो? अब भयो त उब्जनी, यहाँ फलाइराख्ने छ, धेरैले रोपेको छ नि काठमाडौँ। तपाईँलाई कस्तो लाग्यो नि आज यो हाम्रो यात्रा? मलाई चाहिँ एकदम रमाइलो, नयाँ ठाउँ भएर पनि होला रमाइलो लागिरहेको छ होइन। फुल व्यवसाय गर्नु, फुलहरूको बिचमा रहँदा एकदम खुसी हुनुहुन्छ होइन। अनि आज हामी चाहिँ यो फुल व्यवसाय अथवा फुल हामी चाहिँ फुलको बारेमा हामीले चाहिँ मजाले भन्दैछौँ। यो फुलको विषयमा, फुल कसरी उत्पादन गरिन्छ, फुल के हो होइन। अब नजिकै आउँदैछ तिहारको उपलक्ष्यमा। ठिक छ नि सर होइन? एकदम ठिक छ सर। यो फुलहरूले चाहिँ एकदम होइन कतिपल्ट कस्तो हुन्छ भन्दाखेरि सकारात्मक सोच, सकारात्मक विचार चाहिँ उत्पन्न गर्नु। स्थानीय हामीले व्यवसायलाई हामीले प्रमोट गर्नुपर्छ होइन। एकदम गर्नुपर्छ सर। हामीले यो भारतबाट आउने यो फुलहरूलाई चाहिँ हामीले बहिष्कार गर्नुपर्छ। हाम्रो भ्लग हेर्दै गर्नु होला। जोडजाडका साथ ल साथीहरू, यति बेला हामी नागार्जुन नगरपालिका वडा नम्बर 3
इचङ्कु भन्ने ठाउँमा हामी जाँदैछौँ ल। बारेमा भनिदिनुहोस् त। एकदम रमाइलो भइरहेछ आज साथीहरूसँग यसरी कामकै लागि आएको हो तर एकदम रमाइलो भइरहेछ। रमाइलो छ है। यो दृश्य कस्तो लाग्यो तपाईँलाई? यो दृश्य एकदम भनौँ न हामी चाहिँ मलाई एकदम रमाइलो लाग्छ। के भन्ने पहिलाको पाला भनेर त अब यो घरहरू केही थिएन होला है, कस्तो थियो होला है, धानबारी थियो होला हिँड्छ है। अब अहिले त घरै घर छ, यति टाढा छ यहाँबाट देखाइरहेको छ। एकदम रमाइलो छ ल तपाईँलाई दर्शकबिन यति बेला हामी यो काठमाडौँबाट केही पर नागार्जुन नगरपालिका वडा नम्बर 3 इचङ्कु भन्ने ठाउँमा आइपुगेका छौँ। साथीहरू तपाईँहरूलाई हामी यति बेला यो नजिकै गरेको तिहारलाई विशेष प्राथमिकता दिएर हामी यो फुल व्यवसाय गर्ने दाजुहरूकोमा आइपुगेका छौँ। र यति बेला तपाईँहरू मेरो पछाडि तपाईँहरूले देखिसक्नुभयो होला कति राम्रो फुलहरू फलिरहेको छ। र यो फुलहरूलाई चाहिँ हामीले चाहिँ कसरी सम्मान गर्ने होइन र कसरी चाहिँ यो एउटा व्यवसायहरूले चाहिँ कसरी चाहिँ यसको व्यवसाय गर्छन् र कसरी यसलाई व्यापार गर्छन् र कसरी यसलाई चाहिँ उपभोगीहरूको माझमा पुर्याउँछन् भन्ने कुराहरू तपाईँलाई आज हामी देख्न गइरहेका छौँ। र नेपालमै के गर्न सकिन्न भन्ने युवाहरूको लागि चाहिँ एउटा राम्रो उदाहरण बन्न सक्छ। नेपालमै के गर्न सकिन्छ एउटा कम लगानीमा होइन कम मेहनतमा चाहिँ भनेर चाहिँ हामीले आज तपाईँहरूलाई यो फुल व्यवसाय गर्ने दाजुहरूको माझमा तपाईँहरू हामी लिएर आइरहेका छौँ। पछाडिको तपाईँले फुल देख्न सक्नुहुन्छ। यो फुल चाहिँ सयपत्री फुल हो। यो सानो खालको सयपत्री फुल हो र यहाँ विभिन्न किसिमका फुलहरू फलेको हामीले देखेका पनि छौँ। यसरी टनेल बनाएर होइन यसरी मेहनत चाहिँ हामीले गर्नुपर्छ। यसरी हामीले दिँदा पनि देखेका छौँ। यस्तो घाममा पनि यसरी मेहनत गर्नुभएको छ र यो मेहनतको फल अवश्य नै पाइनेछ। र साथीहरू तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ मेरो पछाडि यति राम्रो फुल छ है। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले यो फुल चाहिँ सयपत्री फुल हो र यो फुल चाहिँ विशेष गरी तिहारमा युज हुन्छ, प्रयोग हुन्छ होइन। हाम्रो भाइटिकाको समयमा हामीले यसलाई प्रयोग गर्न सक्छौँ। कतिले ढोकामा टास्नुहुन्छ। यो फुलले चाहिँ हामीलाई होइन यो रङले चाहिँ हामीलाई एउटा पोजिटिभ एनर्जी दिन्छ है। अब यहाँ बस्ने दाइ दिदीहरू, यहाँ बस्ने काम गर्ने दाइ दिदीहरूलाई पनि एउटा त्यो पोजिटिभ एनर्जी दिनुहुन्छ भन्ने कुरा चाहिँ हामीलाई अघि उहाँको बोलीचाली होइन त्यो कुराबाट पनि हामीले पाइसकेका छौँ। एउटा फुल भनेको चाहिँ एउटा यस्तो चिज हो, यस्तो कुरा हो जसले चाहिँ हामीलाई सधैँ एउटा पोजिटिभ एउटा सकारात्मक सोच एउटा सकारात्मक विचार हालिदिन्छ है। अनि उहाँहरू त झन् यो बिहानदेखि नै अब बेलुकासम्म नै यो फुलबारीमै हुनुभएको कारणले गर्दाखेरि त झन् कति अब इनर्जीहरू दिन्छ होला। र साथीहरू तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ यहाँ मेरो पछाडि सर यो फुलको नाम के हो अरे? गोदावरी फुल है। ल साथीहरू यहाँ हेर्न सक्नुहुन्छ गोदावरी फुल है। गोदावरी फुल कति राम्रो छ तपाईँहरू हेर्न सक्नुहुन्छ। यति बेला चाहिँ यो गोदावरी फुल चाहिँ प्रायः जस्तो अब दसैँ तिहारमा चाहिँ अब प्रयोगमा आइ नै हाल्छ। र विशेष गरी चाहिँ यो कसैको भनौँ न अब बिहेमा होइन कसैको पार्टीमा कसैको अब कुनै कुरामा सफलता हासिल गरेको छ भने त्यस्तो कुरामा चाहिँ विशेष गरी साथी सङ्गिनीहरूले चाहिँ एकअर्कालाई यो आदान प्रदान गर्ने कुरा पनि हो। र तपाईँहरू हेर्न सक्नुहुन्छ यो चाहिँ मेरो युट्युब च्यानलमा आउँछ साथीहरू होइन। यो युट्युब च्यानललाई तपाईँहरूले चाहिँ एकदम माया गरिदिनु होला र यस्तै यस्तै भिडियोहरू तपाईँहरूलाई हामी लिएर आउने पनि छौँ। र तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ यसरी यहाँ फुल उब्जनी गर्न होइन एउटा भनौँ न अब देशमै के गर्न सक्दिनँ म गर्न सक्दिनँ भन्ने युवाहरूको लागि एउटा राम्रो उदाहरण पनि हो। र यसरी एउटा भनौँ न एउटा
भनौँ न अरू जिल्लाबाट आएर एउटा यस काठमाडौँ जस्तो ठाउँमा एउटा जग्गा भाडामा लिएर यसरी आफ्नो दैनिकी जीवन बिताइराख्नुभएका दाइलाई हाम्रो तर्फबाट एकदम सलाम छ। र तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ, यसरी उब्जनी गर्न सकिन्छ है। यहाँ हामी विस्तृत रूपमा तपाईँहरूलाई देखाइरहेका छौँ है। अब यो उब्जनीहरू एकदम राम्रोसँग गरिराख्नु भएको छ। र यो अब कति व्यवसायहरूले चाहिँ यो 3 महिने व्यवसाय हो भन्ने पनि भन्नुहुन्छ होइन। जस्तै अब साउनमा रोप्यो, दसैँ तिहारलाई लक्षित गरेर यो 3 महिनामा चाहिँ यो सयपत्री फुल चाहिँ फलाएर चाहिँ उहाँहरूले चाहिँ यसबाट चाहिँ आम्दानी लिनुहुन्छ होइन। तर कतिले चाहिँ यसलाई नै अब यो 3 महिने होइन, यो 12 महिने हो, यसलाई चाहिँ मैले आफ्नो दैनिकी जीवन जिउनको लागि चाहिँ यो नै मेरो व्यवसाय हो, व्यापार हो भन्ने तरिकाले चाहिँ दिनरात नभनिकन मेहनत गरिराख्नु भएको छ। र यो अहिले पछाडि देखिराख्नु भएको यो फुल चाहिँ अब यो कार्तिकमा भनौँ न यो तिहारसम्म सकिन्छ। र पछाडि तपाईँले देख्नुभएको त्यो फुलहरू, सयपत्री फुलहरू पनि तपाईँले यो तिहारसम्ममा चाहिँ उहाँहरूले सक्नुहुन्छ। र यो तिहार पछाडि फेरि अब तपाईँ यहाँ हेर्न सक्नुहुन्छ, यो बिरुवाहरू तपाईँले हेर्न सक्नुहुन्छ, यो उब्जनी भइसकेका छन्। र यो बिरुवाहरू मङ्सिरदेखि उताको लागि हो भनेर उहाँले भन्नु भएको छ। र यस्तै भिडियोहरू हामी तपाईँहरूको माझमा लिएर आउनेछौँ अवश्य नै। र हाम्रो च्यानललाई पनि तपाईँले साथ सपोर्ट गरिदिनु होला। र यस्ता व्यवसायहरू जसरी उहाँहरूले फुल खेती गरेर आफ्नो देशलाई माया गरेर, आफ्नो माटोलाई माया गरेर चाहिँ उहाँहरूले जसरी चाहिँ यो फुलहरू उब्जनी गरिराख्नु भएको छ। र भारतको फुलहरूलाई हामीले बहिष्कार गरौँ र नेपालकै उत्पादनहरूलाई हामीले प्राथमिकता दिउँ भनेर पनि यो भिडियो हामीले तपाईँहरूको माझमा लिएर आएका छौँ। र यो भिडियोलाई तपाईँहरूले अवश्य नै माया गर्नुहुन्छ। र यति राम्रो फुलहरूलाई तपाईँहरूले भनौँ न एउटा इग्नोर गर्न सक्नुहुन्न भन्ने मलाई अवश्य नै थाहा छ। र साथीहरू अब हामी अब यहाँबाट अर्को दाइकोमा जानेछौँ। र त्यहाँ पनि हामी यस्तै फुलहरू देखाउनेछौँ। यहाँनिर तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो रोशन भाइ छ। र यति बेला हामी नेपाली अनलाइन टिभी लाइभ खबर नेपाल र सेट टिभी नेपालका टिम हामी यति बेला इचङ्कु भन्ने ठाउँमा आइपुगेका छौँ। र जुन ठाउँमा चाहिँ सम्पूर्ण घर परिवारहरू मिलेर चाहिँ यहाँनिर फुल व्यवसाय गरेका छन् भन्ने कुराहरू हामीले थाहा पाएका छौँ। र हामी एउटा काठमाडौँबाट यात्रा गरेर हामी आइपुगेका छौँ। अनि हामीले एउटा अन्तर्वार्ता पनि हामीले लिइसकेका छौँ हाम्रो सुवर्ण लामा दाइसँग। यति बेला हाम्रो साथमा हुनुहुन्छ सेट टिभी नेपालका सर, हाम्रा हिक्मत सर हुनुहुन्छ। हिक्मत सर, कस्तो लाग्यो त आजको प्रोग्राम? ओह माइ गॉड, साँच्चै वास्तवमा भन्यो भने आजको दिन चाहिँ एकदमै बेस्ट भयो होइन। यहाँ धेरै फुलहरूदेखि लिएर विभिन्न किसिमका फुलहरू देख्न पाइयो। तपाईँले यो च्यानललाई सब्सक्राइब गर्नुहोला, लाइक कमेन्ट सेयर गर्नुहोला, उहाँलाई माया गर्नुहोला। मेरो च्यानल चाहिँ सेट टिभी नेपाल, सेट टिभी नेपाललाई पनि फलो गर्नुहोला। तर हिक्मत सर, यति बेला एउटा खुसीको कुरा चाहिँ मलाई नि के लाग्यो भन्दाखेरि चाहिँ एउटा नेपालमै के गर्न सक्दिनँ भन्ने एउटा जुन युवाहरू छन् नि, जुन विदेशीका युवाहरू, उहाँहरूको लागि पनि एउटा राम्रो उदाहरण बन्न सक्छ। त्यो पनि हो। अब यहाँ फुल व्यवसाय गर्नको लागि एकदम सहज वातावरण पनि छ क्या यहाँ चाहिँ, देखेको मैले चाहिँ। त्यही त यहाँ हेर्नु न, हाम्रो पछाडि हामी हेर्न सक्छौँ साथीहरू। अब यो फुल कति राम्रो छ है, तपाईँहरूलाई म देखाउँछु। यहाँनिर यो गाउँ नै मिलेर चाहिँ फुल खेती गरिरहेका छन् होइन। त्यही भएर हामी जस्ता युवाहरू होइन, अब नेपालमा के गर्न सक्दिनँ होइन, जस्तै नेपालमा केही छैन भन्ने युवाहरूको लागि चाहिँ एउटा राम्रो उदाहरण पनि हो। छोटो समयमा र थोरै लगानीमा पनि यो उब्जनी हुन्छ। र हामी फेरि पनि आउनेछौँ। र यति बेला हाम्रो साथमा दाइहरू पनि हुनुहुन्छ। अब हामी दाइहरूकोमा जाँदैछौँ र हामी यो भिडियो लिएर आउनेछौँ। हाम्रो साथमा रहनु होला। काठमाडौँबाट नजिकै रहेको यो लगभग 2-2.5 किलोमिटर छ होइन। धेरै छैन, यो स्वयम्भूबाट माथि छ। यस्तो राम्रो रहेछ। यो अहिले हामी त्यो बाटोमा गइरहेछौँ जसको फुल व्यवसाय गर्दै हुनुहुन्छ उहाँको। हामी त्यो टनेलमा हामी जानको लागि यहाँ चाहिँ तयारी गर्दैछौँ। राम्रो छ, यहाँको गाउँ जस्तै छ, गाउँ जस्तै पनि छ अनि नजिकै सहर पनि छ। अब ठ्याक्कै हामी उत्रिन्छौँ। फेरि उत्रियो ठ्याक्कै। तपाईँलाई कस्तो लाग्यो नि आज यो हाम्रो यात्रा? मलाई चाहिँ एकदम रमाइलो, नयाँ ठाउँ भएर पनि होला रमाइलो लागिरहेछ होइन। फुल व्यवसाय गर्नु, फुलहरूको बिचमा रहँदा एकदम खुसी हुनुहुन्छ होइन। अनि आज हामी चाहिँ यो फुल व्यवसाय अथवा फुल हामी चाहिँ फुलको बारेमा हामीले चाहिँ मजाले भन्नेछौँ। र
यो फुलको विषयमा फुल कसरी उत्पादन गरिन्छ, फुल के हो होइन। अब नजिकै आउँदैछ तिहारको उपलक्ष्यमा। ठिक छ नि सर होइन? एकदम ठिक छ सर। यो फुलहरूले चाहिँ एकदम होइन कतिपल्ट कस्तो हुन्छ भन्दाखेरि सकारात्मक सोच सकारात्मक विचारहरू चाहिँ उत्पन्न गर्नु स्थानीय हामीले व्यवसायलाई हामीले प्रमोट गर्नुपर्छ होइन। एकदम गर्नुपर्छ सर। हामीले यो भारतबाट आउने यो फुलहरूलाई चाहिँ हामीले बहिष्कार गर्नुपर्छ र हाम्रो यो नेपालको हाम्रो भ्लग हेर्दै गर्नु होला। जोडजाडका साथ हामी अगाडि बढ्नुपर्छ भन्ने लाग्छ। र फेरि पनि हामी यहाँ अर्को टनलमा आइसकेका छौँ। यहाँनिर चाहिँ हाम्रो विष्णु सर हुनुहुन्छ र विष्णु सरले चाहिँ यहाँ फुल खेती गर्नुभएको छ भन्ने कुरा हामीले थाहा पाएर उहाँलाई खोज्दै खोज्दै हामी यस ठाउँमा आएका छौँ। र यहाँ तपाईँ हेर्न सक्नुहुन्छ विभिन्न प्रकारका फुलहरू छ है। यो विभिन्न प्रकारको फुलहरूले चाहिँ आज मेरो मन यति लोभ्याएको छ, एउटा चोरेर लौँ कि भन्ने पनि लागेको छ मलाई है। यति राम्रो छ क्या यो फुल देखेर यो मन सबैको पक्रिन्छ साथीहरू होइन। र यो फुलले चाहिँ हामीलाई एउटा सकारात्मक सोच सकारात्मक विचार पनि हालिदिने हुनाले चाहिँ होइन अब हामीलाई यहाँ आज आउँदा त हामीलाई आज यस्तो फिल भइरहेको छ कि होइन। अब उहाँ चाहिँ विष्णु सर त अब यहाँनिर बिहानदेखि बेलुकासम्म यहीँनिर फुलमा काम गर्ने भएपछि अवश्य पनि उहाँमा चाहिँ निकै नै राम्रो सोच राम्रो सकारात्मक सोचहरू चाहिँ छ भन्ने कुरा पनि हामीले अघि नै कुराहरू गरे मार्फत हामी थाहा पाइसकेका छौँ। र हामी आज यहाँ विष्णु सरका आएका छौँ र विष्णु सर हुन्छ। विष्णु सर नमस्कार सर। नमस्कार नमस्कार। सन्चै हुनुहुन्छ? सन्चै छु। आज त हामी खोज्दै तपाईँलाई खोज्दै यहाँ तपाईँको टनेलमा आइसकेका छौँ होइन। ठिक छ। निकै खुसी लाग्यो हामी आज चाहिँ यस्तै राम्रो फुलहरू होइन अब बजारमा आउँदाखेरि हामीले देखिरहेका हुन्थ्यौँ। तर आज हामी यसरी यो टनेलमै आएर यसरी उब्जनी गरेकै ठाउँमा आएर चाहिँ हामीले यसरी फुलहरू हेर्न पाउँदा हामी एकदम खुसी लागेको छ है। तपाईँलाई हामी हृदयदेखि धन्यवाद दिन चाहन्छौँ किनभने एउटा नेपालीहरूको लागि भनौँ न आफूले काम गरेर आफूले कामदार राखेर एउटा नेपालीहरूले रोजगार पाउने पनि एउटा बाटो तपाईँले बनाइदिनु भएको रहेछ। एकदम खुसी लाग्यो विष्णु सर। तपाईँकोमा कस्तो कस्तो फुलहरू छ विष्णु सर? म कहाँ अहिले 5-6 थरीको छ। यो सबै गोदावरी नै हो। अब यो पहेँलो ठुलो भयो, यो पिङ्क कलर भयो, यो सेतो धेरै किसिमको छ। अब यो फरक नै हुन् गोदावरी भए पनि। अर्को यहाँ छ यो हेर्दा चाहिँ अब लाउरे जस्तो छ, फुल चाहिँ गोदावरी नै भयो। हेर्दा चाहिँ लाउरे जस्तो छ तर फुल चाहिँ गोदावरी नै छ है। साथीहरू कति रमाइलो कुरा गर्नुहुन्छ होइन। अनि विष्णु सर चाहिँ हामी यहाँ आउँदाखेरि होइन हामीले सुन्यौँ पनि हामीले अब देख्यौँ पनि होइन यति गाउँ मिलेर यसरी यो फुलहरू व्यवसाय गरिरहनु भएको छ होइन। के यसमा आम्दानी हुन्छ? आम्दानी नभइकन कसले गर्छ र बाबु? यो बिना आम्दानी त कसैले गर्दैन। अनि यहाँ त अनि अब जस्तै नेपाली युवाहरू त काम भएन काम पनि छैन यहाँनिर भनेर अब हामी त विदेशै जाने हो, विदेशैमै सब पैसा भनिरहेका छन्। त्यस्ता युवालाई तपाईँले के भन्न चाहनुहुन्छ? होइन विदेशै त ठुलो कुरो मैले त देखेन। विदेशमा पनि त पैसा टिप्ने रुख त नहोला नै। अब यो काठमाडौँ भएर मात्रै हो कि अब पोखरा काठमाडौँ मात्रै भएर हो कि फुलहरू बिक्ने ठाउँ भएर मात्रै हो? गर्न सक्यो भने 14 अञ्चल 75 जिल्ला त फुल खेती पनि नहोला। आफ्नो ठाउँमा भएको अब उब्जनी गरेर खायो भने अन्न पारबाट पनि नेपालमै बसेर पनि कमाउन सकिन्छ भने विदेशै जानु परेन नि। जस्तै यो फुल खेती गर्दाखेरि होइन कतिको मेहनत लाग्छ र कतिको लगानी र कतिको कम लगानीबाट हामीले सुरु गर्न सक्छौँ भनिदिनुहोस् न। कम लगानी त यो कुरै नगरेर आउँछ। पैसा नभइकन त कुरा हुँदैन बाबु। कम लगानी भनेको नै अब पहिला अब जुनै काम गरेर पैसै पहिला जान्छ होइन। लगभग यति भयो भने चाहिँ हामीले यो व्यवसाय सुरु गर्न सक्छौँ भन्ने हुन्छ नि। व्यवसाय सुरु गर्न त अब कम्तीमा पनि 1.5-2 लाखदेखि नर्मल गरिबले गर्ने हो भने 1.5 लाख 2 लाखले पनि गर्न सकिन्छ। त्यसरी थोरै थोरै कमाएर धेरै गर्ने त हो। हुन्छ साथीहरू अब तपाईँले थाहा पाइहाल्नुभयो हामी बाहिर जानलाई विदेश जानलाई जस्तै म्यान पावरहरू धाइरहेका छौँ होइन। जस्तै कति भनौँ न 1.5 लाख 2 लाख 3 लाख कसैको 10 लाख फसाइरहेका छौँ भनेको छौँ। तर त्यो 10 लाख त्यहाँ फसाउनु सट्टा होइन यहाँनिर लगानी गऱ्यो भने अवश्य नै हामीले आम्दानी गर्न सक्छौँ। वार्षिक आम्दानी कति हुन्छ भनिदिनुहोस् न?
वार्षिक अब लगानी गरे अनुसार हुन्छ आफू खटिने नखटिने अब कति खर्च गर्ने कति खाने अब धेरै लगानी भने धेरै नै हुन्छ थोरै गरे थोरै हुन्छ जे कुरा पनि सुरुवात गर्दा थोरैबाट नै गर्नु भन्छ राम्रोबाट गर्नु भन्छ नि हैन र विष्णु सर हामीले यहाँ सुनेका थियौँ तपाईँकोमा बुद्ध चित्तको चाहिँ बिरुवा पनि छ भन्ने सुनेका थियौँ एकचोटि देखाइदिनुहोस् न हामीलाई एउटा यहाँ रहेछ ल है साथीहरू यहाँ बुद्ध चित्तको यो बिरुवा चाहिँ यहाँ रहेछ होइन यो चाहिँ एकदम है यो हेर्दा सानो छ सर साथी यो यसले यस्तो काम गर्छ कि साथीहरू होइन करोडौँ यसले होइन सर लगभग कतिको पर्छ सर यो यसको बारेमा केही भनिदिनुहोस् न सर हामीलाई यसको त अब एमएम भन्छन् केटाहरूले अब यो 4 मुखे 5 मुखेको छुट्टै रेट हो यो 2 मुखे 3 मुखेको रेट छुट्टै हुन्छ यो त अब 500 देखि 5000 सम्म पनि जान्छ 500 देखि 5000 सम्म पर्ने यो बुद्ध चित्तको बोट तपाईँले यहाँनिर यसरी उब्जाइराख्नु भएको छ उत्पादन गरिराख्नु भएको छ यो भन्छन् 1 मुखे 2 मुखे 3 मुखे के भन्छन् यो कसरी थाहा पाउने हो सर अब यो त गेरामा पनि थाहा हुन्छ अब त्यो हाम्रो केटाहरू चाहिँ बोटबार थाहा हुन्छ भने मैले चाहिँ यो बोटबार चाहिँ थाहा हुँदै फल्नु चाहिँ फल्छ भन्छ तर सेम बोट चाहिँ त्यही हो जस्तै यो त प्रायः जस्तो हामीले यो काभ्रेतिर होइन अब यताउता हामीले चाहिँ एउटा अब न्युज पनि सुन्यौँ रुख काट्दै अरे के गरे अरे भन्ने पनि सुन्यौँ होइन अब यसबाट चाहिँ एउटै बोटबाट चाहिँ कति करोड पनि कमाउन सकिन्छ भनेर भन्छन् होइन यो चाहिँ कस्तो हावापानी कस्तो मौसममा चाहिँ उब्जनी हुन्छ काठमाडौँ पनि उब्जनी हुन्छ यो अब भयो त उब्जनी यहाँ फलाइराखेको छ धेरैले रोपेको छ नि काठमाडौँमा पनि काठमाडौँमा पनि बुद्ध चित्त हुने रहेछ है साथीहरू ल यहाँ आज हामीले चाहिँ यसरी विष्णु सरकोमा आइराख्दाखेरि हामीले एउटा नयाँ कुरा पनि थाहा पायौँ बुद्ध चित्त काठमाडौँमा पनि हुन्छ मेहनत चाहिँ गर्न सक्नुहुन्छ जोगाउनु पर्यो यो एउटा बोटलाई कति पर्छ भए पनि उयो मर्दैन यो सानो बोटलाई कति पर्छ यसलाई त 500 रुपियाँ दिन्छ हामीले 500 रुपियाँ दिइरहेको ल 500 रुपियाँको बुद्ध चित्त किनेर तपाईँहरू पनि करोडपति हुन सक्नुहुन्छ है हुन्छ त्यही भएर अब विदेशी नि होइन बुद्ध चित्तको बिरुवा किन्नतिर लाग्नुहोस् यो सही कुरो हो ल हो कि नै सर हो सही ठाउँमा गाउँघरमा आउने गाउँघरबाट विदेशीका युवाहरू अब सबै आमा बाउहरू मात्रै छन् उहाँहरूको जग्गा भाडामा लिने बुद्ध चित्तको बिरुवा किन्ने यो लगभग कति वर्षमा फल्छ 3 वर्षमै फल्छ 3 वर्षमै करोडपति ल है साथीहरू 3 वर्षमै करोडपति हुने हो भने हाम्रो विष्णु सरकोमा आउने बुद्ध चित्तको बिरुवा किन्ने करोडपति बन्ने उपलब्ध गराइदिन सक्छ जहाँ पनि त्यहाँ हुन्छ ल विष्णु सर हजुरको नम्बर भनिदिनुहोस् 98 41 97 64 48 ल 98 41 97 64 64 48 48 ल बुद्ध चित्तको बिरुवा प्लस अब बोट बिरुवाको चाहिँ बिरुवाहरू लिन चाहनुहुन्छ भने तपाईँ हाम्रो विष्णु सरकोमा आउन सक्नुहुन्छ र लिन सक्नुहुन्छ त्यसको लागि हामी तल तपाईँलाई नम्बर पनि राखिदिनेछौँ विष्णु सरको डिटेल हामी राखिदिनेछौँ र निकै नै खुसी लाग्यो यहाँ विष्णु सरकोमा अब विष्णु सर उता गइसक्नु भएको छ यहाँ मैले एकदम यहाँ राम्रो कुरा देखाइदिएँ साथीहरू होइन म यहाँ त्यतातिर लाग्दैछु अब यहाँ विष्णु सर नहुँदाखेरि अब विष्णु सरको बारीबाट एउटा अम्बा चोर राख्नु पऱ्यो विष्णु सरको कता जानुभयो होइन विष्णु सरको बारीबाट एउटा अम्बा चोर राखाइदिने हो साथीहरू यहाँ हेर्नुहोस् ल है गाउँको अम्बा यो बजारमा भित्रिएको यो विषादी अम्बा भन्दा एकदम धेरै नै राम्रो हुन्छ होइन विषादी रहित अम्बाहरूबाट हामी जोग्यौँ यहाँ यसरी अम्बा साथीहरू यहाँ अम्बा टिप्ने हो ड्याङ खाने अम्बा अब साथीहरूले किन नपखाले भन्नु होला पखाल्नु त पर्ने हो यो अर्ग्यानिक कुरा त्यही माथि अहिले विष्णु सरले देख्नुभयो भने यसले गाली गर्नुहुन्छ म यहाँ त्यहाँ चोर राखेर छु लास्ट मिनट छ साथीहरू यो अर्ग्यानिक अम्बा भने अर्ग्यानिकै हो होइन सकेसम्म हामीले अब कतिपल्ट कस्तो हुन्छ जस्तो लाग्छ भने अर्ग्यानिक कुराहरू चाहिँ बजारमा आउँदाखेरि चाहिँ ब्रान्डिङ भएर आउँदैन त्यो कुराहरूले गर्दाखेरि चाहिँ कति अब फलफुलहरूमा चोटपटक लाग्ने र कति त्यस्तो देखिएको कारणले गर्दाखेरि पनि नेपालीहरूले किन्दैनन् वास्तविक कुरा र अर्को कुरा चाहिँ कस्तो भन्दाखेरि अलिकता ब्रान्डिङ नभएको कारणले गर्दाखेरि र अलिकता महँगो भयो भन्छन् नेपाली जनताहरू मूर्ख हो कि के हो होइन अब म आफू पनि कतिपल्ट पहिला त्यो सोचमा थिएँ क्या अब इन्डियन कुराहरू चाहिँ किनेर खाने महँगै भए पनि खाइदिने होइन तर हाम्रो अर्ग्यानिक कुरा विषादी मुक्त भएको विषादी रहित कुराहरू चाहिँ नखाने क्या त्यही भएर सकेसम्म हाम्रो नेपालबाटै उत्पादन भएको कुराहरूलाई हामीले प्राथमिकता दिउँ माया गरौँ होइन जस्तै अब
आज हामीले किनिदिए आज हामीले खाइदियो भने अब नेपाली किसानहरू नेपाली व्यवसायीहरू होइन जस्तै अब फलफुल व्यवसाय गर्नेहरू अब फुल व्यवसाय गर्नेहरू रहने त हुने होइन त्यही भएर चाहिँ हामीले पनि माया गरौँ र उहाँहरूले पनि हामीलाई एकदम राम्रो कुराहरू दिनुहुनेछ भन्ने कुरा हामी अपेक्षा गरौँ तर साथीहरू अम्बा चाहिँ लास्टै मिठो रहेछ होइन यहाँ अम्बा चर्दा खाने साथीहरू यता पनि हुनुहुन्छ है